क्वेशन नंबर 1 सशस्त्र प्रहरी नियमावली 2072 कहिले राजपत्रमा प्रकाशित गरियो? अप्सन रहेका छन्। अप्सन ए विक्रम सम्वत 2070 साल 3 महिना 21 गते। अप्सन बी 2071 साल 3 महिना 21 गते। अप्सन सी विक्रम सम्वत 2072 साल 3 महिना 21 गते र अप्सन डी विक्रम सम्वत 2073 साल 4 महिना 23 गते। राइट आन्सर रहेको छ अप्सन सी विक्रम सम्वत 2072 साल 3 महिना 21 गते। क्वेशन नंबर 2 खुल्ला प्रतियोगिताबाट नियुक्ति हुने एपीएफ कर्मचारीको परीक्षण काल कति महिनाको हुन्छ? अप्सन रहेका छन्। अप्सन ए 12 महिना, अप्सन बी 15 महिना, अप्सन सी 18 महिना र अप्सन डी 24 महिना। राइट आन्सर रहेको छ अप्सन ए 12 महिना। क्वेशन नंबर 3 मा रहेको छ सशस्त्र प्रहरी सहायक निरीक्षक खुल्ला प्रतियोगिताबाट कति प्रतिशत पदपूर्ति गरिन्छ? अप्सन रहेका छन्। अप्सन ए 40%, अप्सन बी 60%, अप्सन सी 70% र अप्सन डी 100%। राइट आन्सर रहेको छ अप्सन बी 60%। क्वेशन नंबर 4 सशस्त्र प्रहरी ऐन 2058 अनुसार कस्तो अपराध गरेमा जन्मकैदको सजाय हुन्छ? अप्सन रहेका छन्। अप्सन ए मान्छेको हत्या गरेमा, अप्सन बी आफ्नो हतियार हराएमा, अप्सन सी सशस्त्र विद्रोह गर्ने उद्योग गरेमा र अप्सन डी सशस्त्र विद्रोहमा सरिक भएमा। राइट आन्सर रहेको छ अप्सन डी सशस्त्र विद्रोहमा सरिक भएमा। क्वेशन नंबर 5 सशस्त्र प्रहरी सेवा आयोगको सदस्य सचिव को रहने व्यवस्था गरिएको छ? अप्सन रहेका छन्। अप्सन ए प्रहरी महानिरीक्षक, अप्सन बी प्रधान सेनापति, अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक र अप्सन डी लोक सेवा आयोगको अध्यक्ष। राइट आन्सर रहेको छ अप्सन सी सशस्त्र प्रहरी महानिरीक्षक। क्वेशन नंबर 6 सशस्त्र प्रहरी बलमा एक पदबाट अर्को पदमा बढुवाको लागि शैक्षिक योग्यता प्रथम श्रेणी बापत कति अङ्क प्राप्त हुन्छ? अप्सन रहेका छन्। अप्सन ए 5 अङ्क, अप्सन बी 6 अङ्क, अप्सन सी 7 अङ्क र अप्सन डी 7.5 अङ्क। राइट आन्सर रहेको छ अप्सन बी 6 अङ्क। क्वेशन नंबर 7 सशस्त्र प्रहरी बलमा बढुवाको लागि शैक्षिक योग्यता द्वितीय श्रेणीबाट कति अङ्क प्राप्त हुन्छ? अप्सन रहेका छन्। अप्सन ए 5 अङ्क, अप्सन बी 5.5 अङ्क, अप्सन सी 6 अङ्क र अप्सन डी 7 अङ्क। राइट आन्सर रहेको छ अप्सन बी 5.5 अङ्क। क्वेशन नंबर 8 विश्वमा हाल कतिवटा देशमा अर्धसैनिक बल रहेका छन्? अप्सन रहेका छन्। अप्सन ए 80 देश, अप्सन बी 90 देश, अप्सन सी 95 देश र अप्सन डी 96 देश। राइट आन्सर रहेको छ अप्सन डी 96 देश। क्वेशन नंबर 9 बढुवाको लागि अति चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत कति अङ्क प्रदान गरिन्छ? अप्सन रहेका छन्। अप्सन ए 5 अङ्क, अप्सन बी 6 अङ्क, अप्सन सी 7 अङ्क र अप्सन डी 8 अङ्क। राइट आन्सर रहेको छ अप्सन ए 5 अङ्क। क्वेशन नंबर 10 सशस्त्र प्रहरी ऐन 2058 मा अख्तियारवाला भन्नाले दफा 13 बमोजिम कसलाई जनाउँछ? अप्सन रहेका छन्। अप्सन ए नियुक्ति गर्न सक्ने अधिकार, अप्सन बी अधिकारवाला, अप्सन सी अधिकृत र अप्सन डी सहायक अधिकृत।
राइट आन्सर रहेको छ अप्सन ए नियुक्ति गर्न सक्ने अधिकार।